बङ्गलादेशको कुरा निकाल्नु भयो, कहाँको कुरा निकाल्नु भयो? हाम्रो नेपाल हो, हाम्रो नेपालमा सबै जातिहरू मिलेर बस्नुपर्छ। होइन होइन म यो नगरौँ मलाई चाहिँ खासै यो लागेन ल। यी तामाङहरूबाट हुनु भनेको यो देशबाट तपाईँ हाम्रो उठेबास हुनु, त्यसैले बेलैमा बुद्धि पुर्याउनु पर्छ। न तिनीहरूसँग बुद्धि छ न विवेक छ। तामाङहरू चलचित्र होइन याङ तामाङ, विशेष गरेर हामी तामाङहरूको लागि भनेर चाहिँ बनाएको चलचित्र हो, जसले चाहिँ सम्पूर्ण नेपालीले पनि हेर्नुपर्छ र तामाङहरू कुन अवस्थामा थियो र कुन अवस्थामा छ, अहिले कुन अवस्थामा हामी तामाङहरू बुझिरहेको भन्ने कुरा देखाउन खोजेको। डाइरेक्टर साहब, तपाईँहरूको यो फिल्ममा अलिकति अर्कै खालको विषय देखेँ, जुन अहिले तपाईँको धर्मको विषयहरू पनि धेरै कुराहरू आइरहेको छ होइन, यो हिन्दूको यताउता भन्ने कुराहरू, बङ्गलादेशका कुराहरू, धेरै कुराहरू निस्किरहेको छन्। यसमा नै तपाईँले फेरि यस्तो यो जुन तामाङ जातित्व छुट्टै हो, हामी छुट्टै हौँ होइन, जुन ट्रेलरमा देखिया त्यही अनुसारले मात्र बोलेँ मैले। तामाङ जातित्व छुट्टै हो, बाहुन अरूहरू जातित्व छुट्टै हो भन्ने, त्यहाँ मार्ने कुद्ने होइन जस्ता कुराहरू देखेँ मैले। यो किन बनाइयो? अब जहिले पनि हामी के भन्ने गर्छौँ भन्दाखेरि, अब बुक हेरेर के अरे त्यसको कभर हेरेर जज गर्नु हुन्न। कभर हेरेर भन्दा नि ट्रेलरमा त जुन फिल्ममा हुन्छ त्यो वास्तविकता देखाउने हो नि त ट्रेलरमा होइन। त्यही ट्रेलर हेरेरै मान्छेहरू त्यहाँनिर हेर्न जाने हो। तपाईँको ट्रेलरमा त बगैँदा यहाँनिर होइन तामाङ जाति त छुट्टै हो होइन, बाहुन जाति त छुट्टै हो, कुटपिट गर्ने मारपिट गर्ने कुराहरू यहाँ देखियो। यस्तो हुन्छ किनकि यसमा कुनै पनि जात र जातिहरू छुट्याएको छैन। तपाईँले मैले भनिरहेको छु नि होइन, आज हामी नितान्त रूपले हाम्रो तामाङ चलचित्र याङ तामाङ जुन चल्दैछ पोस्टको 26 गते, त्यसको लागि पब्लिसिटीमा आइरहेको छ। यो जातमा चाहिँ त्यो जात यो जात भनेर चाहिँ हामीले विवादित गर्नु खोजेको चलचित्र चाहिँ तर तपाईँको ट्रेलरमा त त्यही नै देखेको छ नि त होइन। तपाईँले मैले अहिले पनि भनिरहेको छु, ट्रेलर हेरेर चाहिँ त्यसको जुन रिभ्यू नगर्दा राम्रो छ। तपाईँले किन त्यसको लागि तपाईँले फुल फिल्मै हेर्नुपर्ने हुन्छ? फुल फिल्म त हेरौँला, त्यो ठाउँमा छ, तर ट्रेलरमा चाहिँ जुन देखेको छ कुट्ने पिट्ने मार्ने भन्ने कुराहरू छ होइन, जुन अहिले अब नेपालको स्थिति पनि त्यस्तै छ होइन। यो परिवेशहरू, जातीय परिवेशहरू, धेरै कुराहरू देखिरहेको होइन होइन यो जस्तो अहिले तपाईँले जुन विषयमा कुरा उठाउनु भयो, हामीले कुन विषयमा चाहिँ हामी कुरा गरौँ भनेर यहाँ आएको छौँ होइन। तपाईँले विषय नै ठ्याक्कै उल्टाइ गरिदिनु भयो। मैले भनिरहेको छु नि त होइन, त देखेको कुरा भने तपाईँले देखेको कुरा त होइन, मैले भन्नु खोजेको चाहिँ तपाईँले नदेखेको भन्ने त होइन नि त, तपाईँले देख्नु भएको छ। तपाईँले ट्रेलर हेर्नुभयो होइन, ट्रेलरमा तपाईँले के कुराहरू चाहिँ तपाईँ यस्तो यस्तो अब जातीयको कुराहरू उठेको छ, धर्मको कुराहरू उठेको छ, तपाईँलाई त्यो लाग्यो, त्यो स्वाभाविक होला। तर हामीले अहिले चाहिँ ठ्याक्कै त्यसको विषयमा भन्दा पनि हामी चाहिँ चलचित्र प्रमोसनको याङ तामाङकै प्रमोसनको विषयमा हामी आइरहेको छौँ होइन। तपाईँले त्यही विषयको लागि भनेर बोलाउनु भयो। अहिले तपाईँ ट्रेलर हेरिसकेको पछाडि चाहिँ यो चाहिँ यस्तो उस्तो भन्नु, ट्रेलर देखिसकेपछि नै चाहिँ जुन विषयहरू यहाँनिर छ होइन, त्योहरू देखेपछि नै चाहिँ के हो त यो कुरा वास्तविकता होइन। एक त नेपालमा त्यस्तै यो धर्मको कुराहरू निस्किरहेको छ होइन, बाहिर विदेशतिर पनि भइरहेको छ, बङ्गलादेशमा पनि यस्तो भइरहेको छ, हिन्दू राष्ट्र मुस्लिम राष्ट्र भइरहेको होइन। तपाईँहरूले के नेपाललाई त्यो फुटाउन खोज्नु भएको हो? तामाङ जातित्वको छुट्टै एउटा खोज्नु भएको यार मैसर यार के हो पत्रकार भाइ, तपाईँ यहाँ के हामीलाई यहाँ झगडा गराउन अथवा झगडा गर्न खोज्नु भएको के छ? यहाँ मैले जे देखेँ त्यही नै मैले बोलेको हो होइन। झगडा त किन? अरे हाम्रो मुभी प्रमोसनको लागि भनेर इन्टरभ्यूको लागि हजुरले बोलाउनु भयो, हामी आयो सम्पूर्ण टिम होइन। तपाईँ त्यो विषयमा सोध्नु, तपाईँ कता हामीले त्यो धर्महरू फुटाउने कुरै गरेका छन्। त्यही त यो किनकि यो जस्तो अहिले तपाईँले जुन हिसाबले ट्रेलर देख्नुभयो नि होइन, यो कुनै पनि जात र धर्मको कुरा छैन त्यहाँनिर होइन। केही शब्दहरू यताउता होला, तर मैले अघि पनि भनिसकेको छु, हामी नितान्त हाम्रो चलचित्र 26 गते आउँदैछ, त्यसको लागि चाहिँ प्रमोसनको गर्नु। एक मिनटको ट्रेलर हेरेर होइन, 1 मिनट 30 सेकेन्ड होला त्यो, हामीले त फिल्मको तर्जुमा गर्नुहोस् तपाईँ। हामीले त यो पनि देख्यौँ कि होइन, कतापय सुन्नमा आयो होइन, तपाईँहरूलाई त यो सेन्सरले चाहिँ केही समय रोकिदिएको पनि थियो यो फिल्म चाहिँ होइन। नेपालको होइन त्यो सेन्सर होइन, रोकिदिएको भन्ने कुरा सेन्सरको त हामीले त्यो त पुरै त्यो भइसक्यो। तपाईँको फेरि सरकारको विषय भएन नि त, त्यो त डाइरेक्टरले मिलाइसक्नु भन्थ्यो। मिलाउने कुरा हो, तर त्यसमा चाहिँ जुन देखिएको होइन बरु यस्तो भनौँ न, बरु अहिले तपाईँको यो हामी इन्टरभ्यू लिन आएको होइन, बरु यो याङ तामाङको पब्लिसिटी गर्न आएको होइन, तपाईँसँग झगडा गर्न आएको भन्नु न बरु होइन। झगडा गरेर त केही नै पाइन्छ र ए यार मनिसर यो के हो यो? झगडा गरेर त केही नै पाइँदैन, तर वास्तविकता के हो भन्ने मैले एउटा अब वास्तविकता मैले अघि पनि भनिसकेँ, यो कुनै पनि जातीय द्वन्द्व गराउने चलचित्र होइन याङ तामाङ।
विशेष गरेर हामी तामाङहरूको लागि भनेर चाहिँ बनाएको चलचित्र हो, जसले चाहिँ सम्पूर्ण नेपालीले पनि हेर्नुपर्छ र तामाङहरू कुन अवस्थामा थियो र कुन अवस्थामा छ, अहिले कुन अवस्थामा हामी तामाङ गुज्रिरहेको भन्ने कुरा देखाउन खोजेको। अहिले आएर चाहिँ तपाईँ त्यो सानो टेलर हेरेर चाहिँ तामाङ चलचित्र ह्याङ तामाङले चाहिँ जातीय द्वन्द्व गराउँदैछ, यो कस्तो खाले टेलर हो भनेर तपाईँले जज गर्नु पाउनुहुन्छ त? यो त किनकि राज्यले पनि त यसलाई स्वीकृति दिइसक्नु भएको छ नि त। यार यो गर्नुभन्दा त के फन्डा गरेर झगडा गरेर हामीलाई केही छैन होइन। तिमी इन्टरभ्यू राम्रोसँग लिने भएदेखि लिऊ, हाम्रो फिल्मको विषयवस्तु सोध होइन, अरू पनि छन्। तिमी त्यो एउटा सानो टेलर हेरेर तिमी जज गर्ने, तिमी कहाँको न्यायाधीश हो तिमी? लिँदैन हामी होइन, किन यसले चाहिँ जातीय द्वन्द्व गराउने चलचित्रको चाहिँ हामी त्यो लिँदिन भनेर बरु तपाईँ इन्कार गर्न सक्नुहुन्छ। तर हामीले बनाएको जुन चलचित्रको जुन मुद्दा छ होइन, त्यसलाई चाहिँ इग्नोर गर्न सक्नुहुन्न नि त। किनकि अब तपाईँ नगर्ने भए नगर्नु भन्नु। ठिक छ, तपाईँहरूको कुरालाई मतलब यहाँ हाम्रो महेश सरले हाम्रै राम्रो भाइहरू हुनुहुन्छ होइन, एकदम पब्लिसिटी गर्नुहुन्छ भनेर पो आएको त हामी, होइन भनेदेखि त हामी किन बिना पुगरी यहाँ गएर आउँछ। तपाईँहरू अहिले यहाँ आएर हामी कति खुसी थियो क्या। अहिले भर्खरै तपाईँले सानो एउटा क्लिप्स हेर्ने भरमा चाहिँ हाम्रो चाहिँ पुरा के अरे यस्तो उस्तो यो जातीय द्वन्द्व गराउने भन्न मिल्छ त? मिल्दैन नि। ठिकै छ, तपाईँहरूसँग म विस्तारमा पनि सबै कुराहरू लिन्छु नै होइन। अब तपाईँहरूले भनि नै हाल्नुभयो फिल्म राम्रो छ भनेर चाहिँ मैले राम्रो भन्दा पनि तामाङ समुदायको लागि आँखा खोल्नको लागि बनाएको चलचित्र हो। मैले कुनै लभ स्टोरी र एक्सन चलचित्र बनाएको होइन। यो चाहिँ नितान्त तामाङ चलचित्र क्षेत्रमा 200 भन्दा बढी चलचित्र बनिसक्दाखेरि पहिलोचोटि तामाङको लागि बोलेको चलचित्र भन्छु म याङ तामाङलाई। जसले यो चलचित्रलाई बुझ्नुहुन्छ उसलाई यो श्रीखण्ड लाग्नेछ, नबुझ्नेलाई खुर्पाको बिट भने जस्तै। जसरी अहिले भर्खर तपाईँले पनि एउटा सानो कभर हेरेर हामीले जुन हिसाबले जज गर्नु भयो नि, यो चाहिँ जातीय द्वन्द्व गराउने चलचित्र, यो कदापि जातीय द्वन्द्व गराउने चलचित्र होइन भनेर मैले कहीँ भनिसकेको छ। यसको लागि त पुस 26 गते हलमा आएर हेर्नु पर्यो त हाम्रो फिल्म। बरु तपाईँ भन्नु न बरु यार यो चाहिँ यस्तो यस्तो चलचित्र रहेछ, या यस्तो चलचित्र हामी प्रमोसन गर्न सक्दैनौँ र हामी सपोर्ट पनि गर्न सक्दैनौँ भनेर भन्नु न। बरु हामी जान्छौँ नि त बरु हामी। होइन ठिक छ, तपाईँहरूसँग म विस्तारमा लिनेछु। ठिकै छ, के रहेछ भन्ने कुरा वास्तविकता त इन्टरभ्यू गरिसकेपछि पनि होइन। मलाई त्यस्तो लागिरहेछ सर होइन, तपाईँले बोलाउनु भयो होइन, बोलाउनु भयो, हाम्रो भाइहरू एकदमै यस्तो राम्रो हुनुहुन्छ भनेर बोलाउनु भयो र हामीले टाइम पनि दियो। तपाईँलाई पनि धन्यवाद। तर आज यस्तो गर्नुहुन्छ र यो यहाँनिर आएर चाहिँ तपाईँले चाहिँ यो जातीय द्वन्द्व गराउने या हो भनेर चाहिँ ह्याङ तामाङलाई चाहिँ जुन हिसाबको जुन तपाईँले गिराउने टाइपको कुरा गर्नुभयो, त्यो चाहिँ मलाई पनि ठिक लागेन क्या बडो। राम्रो गरेर मेरो अब तिमीलाई यति विश्वास थियो मैले मेरो भाइले। जस्तो हामीले जातीय द्वन्द्व गराउन लागि बनाएको चलचित्र होइन नि त यो होइन। तपाईँको अलिकति मुभी हेरेर जस्तो जातीय द्वन्द्व गराउने होइन गर्ने हो भनेदेखि सोध्ने तरिका भएन क्या। होइन क्वेसन भन्दा के रहेछ वास्तविकता जातीय द्वन्द्व गर्न खोजेको भनेपछि जुन कुरा चाहिँ अब यो टेलरमा देखाइयो होइन, मैले अघि नै भने फिल्म त हेर्नु भएन नि त। तपाईँले अब बङ्गलादेशको कुरा निकाल्नु भयो, कहाँको कुरा निकाल्नु भयो, सबै जातिहरू मिलेर बस्नुपर्छ होइन। मलाई चाहिँ खासै यो लागेन ल।